मैले हिजोको पोस्टमा भनेको थिएँ कोले हेर्नुभयो मेरो पोस्ट होइन कि अफिसको काम लास्टै झ्याउ हुन्छ कसैले होइन हाँसोमा लिए होइन जिस्के स्पेसली मेरो साथीहरू डजन्ट म्याटर गर्नुपर्छ। अब आज चाहिँ भयो के थाहा छ तपाईँहरूलाई? एउटा इन्भोइस आयो यहाँ हाम्रोमा है इन्भोइस आयो। त्यो इन्भोइस सब्मिट गरेको रहेछ अर्को डिपार्टमेन्टमा सेक्युरिटीलाई दिएको रहेछ। पोलिसी के छ भने डाइरेक्ट भित्र छिर्न मिल्दैन होइन, त्यहाँ बाहिर जम्मा गर्नुपर्छ, त्यहाँ अनि सेक्युरिटीले माथि पुर्याइदिन्छ, त्यति हो। अलाउ छैन भेन्डरहरूलाई, भेन्डर मतलब कम्पनीहरूलाई। अनि त्यो डकुमेन्ट उनीहरूको हातबाट हाम्रोमा आयो, स्पेसली मेरो हातमा भयो। के हो भने त्यहाँ केही मिस्टेक भएको रहेछ, कम्पनीकोमा रिसिभिङ गएन। केही जम्मा गरे बापत त रिसिभिङ हुन्छ नि, रिसिभिङ नगएदेखि उता आत्तिएपछि अब फोन गर्नुपर्ने पहिलाको ठाउँमा होइन, सेक्युरिटीलाई दिएको थियो नि त के हो कसो हो। अब यहाँ गर्छ हामीले स्टोरी थाहै छैन, यति झ्याउ भयो 1 घन्टा, यति झ्याउ भयो कि के गर्ने। एनिवे सल्युसन त निकालिसकेँ होइन। अनि यहाँ आएपछि कहाँ पठाउनु पर्ने के हो त्यो त हामीले मजाले थाहा हुन्छ। अनि सबै गरिसकेपछि अनि बल्ल भने यस्तो यस्तो भएको, टेन्सन लिनु पर्दैन, पेमेन्ट चाहिँ आउँछ है, टेन्सन नगरी बस्दा हुन्छ। त्यो भएको हेर्नु त कति झ्याउ हुँदो रहेछ, सजिलो छैन नि केही चिज।